सपनाको संसार बेग्लै हुन्छ प्रिय कल्पिन छोडिदेऊ। सपनाको संसार बेग्लै हुन्छ प्रिय कल्पिन छोडिदेऊ। अब धरतीमा झर्यौ आकाश त्याग्देऊ, तारा गन्न छोडिदेऊ। अँध्यारोमा होइन प्रिय उज्यालोमा सँगै हिँडौँ भनिदेऊ। अँध्यारोमा होइन प्रिय उज्यालोमा सँगै हिँडौँ भनिदेऊ। केही मिठो बात गर हुन्न भन्न छोडिदेऊ। अब धरतीमा झर्यौ आकाश त्याग्देऊ, तारा गन्न छोडिदेऊ। मौनताको अर्थ धेरै लाग्छ प्रिय जवाफ फर्काइदेऊ। मौनताको अर्थ धेरै लाग्छ प्रिय जवाफ फर्काइदेऊ। आएर मेरो छेउैमा बस अस्वीकार गर्न छोडिदेऊ। अब धरतीमा झर्यौ आकाश त्याग्देऊ, तारा गन्न छोडिदेऊ। सपनाको संसार बेग्लै हुन्छ प्रिय कल्पिन छोडिदेऊ। नमस्ते, टाइम्स एफएम 90.6 मेगाहर्जको कार्यक्रम कथाभित्रका गीतहरूमा यति बेला तपाईँको स्वागतका लागि उपस्थित भएको छु म कृष्ण अर्याल। आउनुहोस् कार्यक्रमको ढोका खोलौँ। सदाझैँ आज पनि कार्यक्रममा प्रस्तुत गरिने कथाहरूको बाट द लभिङ मदर। शाहजी साकोटा उत्तरी जापानको सप्पारो शहरका एक नाम चलेका औषधि पसले हुन्। उसकी श्रीमतीको मृत्यु पश्चात पनि साकोटाले सोही ठाउँमा यथावतै रूपमा आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन्। कुरा एउटा हुरी बतास चलेको रात 1964 को हो। साकोटाले आफ्नो औषधि पसल बन्द गरेका छन् र दिनभरको कारोबारको हिसाब किताब राख्न फाइल पल्टाएर बसेका छन्। रात डरलाग्दो छ र अँध्यारो छिप्पिसकेको छ। फेरि उसले वार्षिक हिसाब किताब जसरी पनि राख्नुपर्ने भएको छ, किनभने आर्थिक वर्ष समाप्त हुनै लागेको छ। मध्यरात चकमन्न सुनसानमा कसैले उसको ढोकामा टकटक टकटक पारेको आवाज आउँछ। औषधि पसले साकोटाले ढोका खोल्न उचित ठानेनन्। उसले सोच्यो सायद हावाले होला या कोही मान्छे नै भए पनि पसल बन्द भइसकेपछि किन खोल्नु, उसले मनै भन्यो। तर जब जब यो आवाज बढ्दै गयो, साकोटाले डराउँदै ढोकाको चरसम्म पुगेर बाहिर च्याउन थाले। उसले देखे त्यहाँ एउटी भर्खरकी आइमाई एकदम चिन्तित मुद्रामा उभिरहेकी थिइन्। तैपनि चोरको जाल झेल पनि हुन सक्छ भन्ने सोचेर साकोटाले भित्रैबाट भन्यो, आजलाई पसल बन्द भइसक्यो, भोलि बिहान 8 बजे आउनुहोस् हुन्न र? तर ती आइमाईले बिन्तीको स्वरमा भनिन्, कृपया त्यसो नभन्नुहोस्, मेरो बच्चा बिरामी छ, म तपाईँको सहयोगका लागि हात जोड्दछु। यसरी अनुरोध गरेपछि पसलले साकोटाले पनि नाइ नास्ति गर्न सकेनन् र ढोका खोले। जब ढोका खुल्यो, ती आमा औषधि पसल भित्र पसिन् र शिर निहुराएर उभिरहिन्। उनी साह्रै दुब्ली भए पनि अचम्मको चम्किलो छाला भएकी कालो कपाल र पुरानो कपडामा सजिएकी थिइन्। पसलले सोध्न साथ तिनले भनिन्, मेरो बच्चा साह्रै बिरामी छ, त्यसैले उसका लागि सानो सिन्कोमा पाइने त्यो बच्चाको औषधि दिनुहोस् न। पसलले साकोटाले त्यो औषधि दिनासाथ ती महिलाले यसको मूल्य तिरिन् र हतारिँदै फेरि त्यही घनघोर पानीमा रुच्दै बाटो लागिन्। कस्तो अचम्म, औषधि पसलले साकोटाले टाउको हल्लायो र ढोका बन्द गरेर फेरि आफ्नो काममा जुट्यो। ऊ भन्छ उसलाई ती महिला र विशेषतः उनका आँखा बेग्लै संसारको जीवका जस्ता लागेका छन्। फेरि भोलिपल्ट रात पनि सोही क्रम दोहोरियो। मिस्टर साकोटाले मध्यरातमा सोही पसलभित्र उही फाइलका पानाहरू पल्टाउँदै थियो। फेरि पनि हिजो राति जस्तै गरेर ती महिलाले ढोका ढकढकाइन् र सोही पुरानै औषधि लिएर आफ्नो बाटो लागिन्। उनी सधैँ किन राति मात्र आउँछन्? साकोटा मनै यो प्रश्न खेलाउन थाल्छ। यसरी 2 रातसम्म लगातार मध्यरातको कहाली लाग्दो प्रहारमा पानीमा रुच्दै आउने ती महिला को हुन् त भन्ने कौतूहलता मेटाउन तेस्रो रात भने
मिस्टर साकोटाले एउटा फोटोग्राफरलाई बोलायो र उनले नदेख्ने गरी फोटो खिच्न भन्यो। नभन्दै तेस्रो रात पनि ती महिला एक्लै आइन् र ढोका ढकाइन्। मिस्टर साकोटाले ढोका खोल्यो र जब औषधि दियो उनी बाहिर लागिन्। उनी बाहिरिने बित्तिकै साकोटा र उसको साथीले ती फोटाहरू निकाले र हेरे, तर त्यहाँ कोठाका सबै सामानहरू मात्र देखिए। उनको र त्यहाँ ती फोटामा कुनै तस्विर थिएन। यो देखेर उनीहरू झन अचम्मित भए र उनीहरूले तिनलाई पछ्याउने निधो गरे र चौथो रात त्यो चिसो सिरेटोलाई बिर्सेर उनीहरू दुवैजना फोटोग्राफर र डाक्टर साकोटा ती आमाको पछि पछि लुक्दै र छेकिँदै गर्दै एउटा पुरानो महलको तेस्रो तलामा पुगे। तेस्रो तलाको एउटा अँध्यारो र साँगुरो गल्ली हुँदै ती महिला ढोका खुल्लै छोडेर एउटा कोठामा पसिन्। बत्ती बालिन् र यो देखेर मिस्टर साकोटा र उसको साथीले यसो होसियारीपूर्वक कोठाभित्र हेरे। त्यहाँ एउटा पुरानो खाट छ अनि यसमा सायद 8-9 महिनाको हुनुपर्छ एउटा बच्चालाई सुताइएको छ र उसले त्यही औषधि पसलबाट ल्याएको औषधि चुसिरहेको छ। बच्चा हाँसी खुसी अनि सन्तुष्ट देखिन्छ र त्यस बच्चाको छेउमा एउटी भर्खरकी आइमाई सुतिरहे जस्तो देखिन्छ। उनी निदाइरहेकी जस्तो ठानेर साकोटा र उसको साथी बिस्तारै गर्दै कोठाभित्र पस्दछन्। त्यस कोठाभित्र छिर्न नपाउँदै साकोटाले खासखुस गरेको स्वरमा भन्छ, ती त सोही औषधि लिन जाने महिला थिइन्, तर कति छिटो निदाइन् त, उसले शङ्का व्यक्त गर्दछ। उनीहरूलाई विश्वास लाग्दैन, त्यसैले मसिना पाइला गर्दै साकोटा र उसको साथी ती महिला छेउैमा पुग्दछन् र बिस्तारै उनको पाखुरामा छुन्छन्, तर उनी न त चलबलाउँछिन् न त आँखा नै खोलेर गुहार माग्छिन्, बस जस्ताको तस्तै सुतिरहन्छन्। यो देखेर साकोटाले गडेर हेर्यो र उनको नाडी अनि हातमा छाम्यो र उसले टाउको हल्लाउँदै भन्यो, ओहो, यो शरीर त चिसो छ, प्राण नै छैन, उनी जीवित छैनन्। यो सुनेर साथीले आश्चर्य व्यक्त गर्यो। साकोटाले थप्दै भन्यो, हो, वास्तवमा उनी मरेको धेरै दिन भइसक्यो। उनी कुनै जीवित तर अर्थहीन आमा होइनन्, बरु स्वर्गीय भइकन पनि सन्तानलाई माया नमार्ने लभिङ मदर या मायालु आमा हुन्। बस स्वर्गीय तर मायालु आमा। तपाईँ यति